भजन संग्रहको पुस्तक भजन नम्बर 48। सियोनको सौन्दर्य र शक्ति, एउटा गीत कोरह वंशीको भजन। परम प्रभु महान र प्रशंसाको अति योग्य हुनुहुन्छ। हाम्रा परमेश्वरको नगरमा, उहाँको पवित्र पर्वतमा, उहाँको पवित्र पर्वत उहाँको आफ्नो उचाइमा मनोहर छ। सारा पृथ्वीको लागि त्यो हर्ष बनेको छ। सापोनको परम उचाइ चाहिँ सियोन पर्वत छ, महान राजाको नगर। परमेश्वर त्यसका किल्लाहरूमा हुनुहुन्छ अनि उहाँ त्यसको सुरक्षा हुनुहुन्छ भनी उहाँले देखाउनु भएको छ। जब राजाहरू भेला भए र दल बाँधी सँगै अघि बढे, तब तिनीहरूले त्यसलाई देखे र चकित भए। तिनीहरू आतंकित भए अनि भागे। त्यही नै तिनीहरू थरथरी काम्न लागे। प्रसव पीडामा परेकी स्त्री जस्तै तिनीहरू भए। तपाईले तिनीहरूलाई तर्सीसका जहाजहरूलाई चाहिँ पूर्वी बतासले नष्ट गर्नुहुन्छ। सर्वशक्तिमान परम प्रभुको नगरमा, हाम्रा परमेश्वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै देखेका छौं। परमेश्वरले त्यसलाई सदाको निम्ति सुरक्षित राख्नुहुन्छ। हे परमेश्वर, तपाईको मन्दिर भित्र हामी तपाईको अचूक कृपामाथि ध्यान गर्छौं। हे परमेश्वर, तपाईको नाउँ जस्तो छ त्यस्तै पृथ्वीको पल्लो छेउसम्मै तपाईको प्रशंसा पुग्दछ। तपाईको दाहिने बाहुली धार्मिकताले भरिएको छ। सियोन पर्वत हर्षित हुन्छ। यहुदाका गाउँहरू तपाईका न्यायको कारण रमाउँदछन्। सियोनको चारैतिर हिँड र त्यसको परिक्रमा गर। त्यहाँका धरहराहरू गन। त्यसका पर्खालहरूलाई ध्यान साथ हेर। त्यसका किल्लाहरू राम्ररी हेर र तिमीले पछि आउने पुस्तालाई बताउन सक, किनकि यिनै परमेश्वर हाम्रा सदा सर्वदाका परमेश्वर हुनुहुन्छ। त्यहाँ नै अनन्तकालसम्म हाम्रा अगुवा हुनुहुनेछ।